Today we have harvested this mushroom, pleuretus. कन्ने मसरुमको चाहिँ आज हामीले चाहिँ यसको चाहिँ हार्भेस्ट गरिसकेका छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ। ल यो लगभग कम्तीमा नि 4-5 केजी जति होला यो टोटल चाहिँ। अझ हामीले चाहिँ मल्टिपल हार्भेस्टिङ गर्छौँ यसलाई चाहिँ भोलि पर्सि बेला बेलामा। र 300 रुपीस पर केजी चाहिँ अहिले चाहिँ मार्केट प्राइस रहेको छ यसको। थ्यांक यू। नमस्कार सबैजनालाई। आज चाहिँ हामी शंकरपुर माविमा छौँ र हाम्रो चाहिँ आज च्याउ खेती प्रविधि सम्बन्धी चाहिँ एउटा प्र्याक्टिकल रहेको छ र त्यसको लागि अब हामीले च्याउ सम्बन्धी चाहिँ विभिन्न कुराहरू च्याउको खेती गर्दाखेरि के कुरा ध्यान दिनुपर्छ र पुरै चाहिँ हामीले चाहिँ स्टेप बाइ स्टेप चाहिँ हामी तपाईहरुलाई देखाउन गइरहेका छौँ। सुरुमा चाहिँ अब च्याउ खेती गर्दाखेरि सुरुमा हामीले चाहिँ अब यो कुन च्याउ खेती गर्दैछौँ भन्ने कुरा हुन्छ। नेपालमा विशेष गरी 5 किसिमका चाहिँ च्याउहरू चाहिँ विशेष गरेर खेती हुन्छ। कन्ने च्याउ भयो, सीताके च्याउ भयो, अनि चाहिँ दुधे च्याउ भयो, पराले च्याउ भयो हैन। अनि त्यसैगरी रातो च्याउ पनि खेती हुन्छ र हामीले चाहिँ आज गर्न लागेको चाहिँ रातो च्याउ हो, जसलाई रातो हैन कन्ने च्याउ हो, जसलाई चाहिँ ओइस्टर मशरूम भन्छ अंग्रेजीमा र यसको वैज्ञानिक नाम भनेको प्लुरेटस स्पिसिस हो हैन। यसका चाहिँ विभिन्न प्रजातिहरू चाहिँ विश्वभरि नै पाइन्छन्, नेपालमा पनि पाइन्छन् र नेपालमा सबैभन्दा धेरै खेती गरिने च्याउ मध्ये चाहिँ हाम्रो कन्ने च्याउ खेती हो र यो चाहिँ वर्षको चाहिँ हरेक चाहिँ सिजनमा चाहिँ गर्न सकिन्छ। पुष र माघको चाहिँ महिना बाहेक, किन भन्दाखेरि त्यति बेला चाहिँ अत्यन्त चिसो हुने भएकाले त्यो बाहेक चाहिँ अरू बेला चाहिँ हाम्रो चाहिँ कन्ने च्याउको खेती गर्न सकिन्छ। अब सुरुमा चाहिँ च्याउको खेती गर्दाखेरि चाहिँ के कुरा थाहा पाउनु पर्यो भने चाहिँ त्यसको सबस्ट्रेट के हो भनेको चाहिँ त्यसको खाना के हो, च्याउ चाहिँ केमा चाहिँ लगाउने भन्ने कुरा हो। अब कन्ने च्याउको लागि चाहिँ हामीले चाहिँ एउटा भनेको हामीले हाम्रो के अरे यो धानको परालमा लगाउन सकिन्छ, गहुँको परालमा लगाउन सकिन्छ, अनि हाम्रो चाहिँ मकैको चाहिँ त्यो जो मकै चाहिँ छुडाइसकेपछि बचेको त्यो ढोडहरू हुन्छ त्यसमा लगाउन सकिन्छ। अनि त्यसैगरी भटमासको कुन्नीरुमा लगाउन सकिन्छ। अनि त्यसैगरी चाहिँ केराको चाहिँ हामीले पातहरुमा पनि लगाउन सकिन्छ। सुरुमा सबस्ट्रेटको कुरा भयो हैन। अब सबस्ट्रेट चाहिँ भइसकेपछि अब त्यसलाई के गर्ने भन्दाखेरि अर्को चरणमा चाहिँ त्यसलाई चाहिँ हामीले त्यसलाई छोटो छोटो चाहिँ टुक्रामा चाहिँ काट्ने, त्यसलाई चाहिँ पराललाई हैन। कतिमा काट्ने भने चाहिँ लगभग 4-5 सेन्टिमिटरको चाहिँ त्यसको चाहिँ लम्बाइ हो। त्यो चाहिँ हामीले यता काटेर चाहिँ यस्तो हामीले तयार गरेका छौं। काटेर च्याउको चाहिँ तपाईले देख्न सक्नुहुन्छ। यता काटेको चाहिँ हामीसँग यो पराल छ। अब अर्को चरणमा चाहिँ काटिसकेको च्याउलाई चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ एक रातभरि चाहिँ मजाले चाहिँ भिजाउन पर्छ पानीमा हैन। त्यसलाई चाहिँ हामीले यता तपाईहरुले देख्न सक्नुहुन्छ। यता हामीले चाहिँ यो ड्रमहरुमा चाहिँ हामीले चाहिँ पराललाई चाहिँ हामीले भिजाएका छौं। यसलाई चाहिँ सकेसम्म 24 घण्टा पर्दैन, लगभग 12 घण्टा चाहिँ कम्तीमा चाहिँ आवश्यक पर्छ यसलाई भिजाउनको लागि। अब यसलाई चाहिँ भिजाइसकेपछि अब के गर्ने भन्दाखेरि यसलाई चाहिँ भिजाएर पराललाई चाहिँ हामीले चाहिँ एउटा कट्ठाहरुमा चाहिँ कट्ठाहरु बोराहरुमा त्यसलाई चाहिँ प्याक गर्ने र त्यसलाई चाहिँ हामीले चाहिँ यसरी चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ बफाउने, उमाल्ने हैन। के कुरा चाहिँ ध्यान दिने हो भन्दाखेरि हामीले च्याउ खेती गर्दाखेरि हामीले चाहिँ यो गल्ती गर्नु हुँदैन कि त्यो पराललाई चाहिँ उमाल्ने हैन कि त्यसलाई बफाउने हो। त्यसलाई कसरी बफाउने भन्दाखेरि तल चाहिँ केही न केही कुराको चाहिँ तल चाहिँ एउटा केही स्ट्यान्डहरु राख्ने त्यो ड्रम भित्र। यहाँ हामीले इटाबाट पनि बनाउन सक्छौं, काठलाई माथि राखेर पनि बनाउन सक्छन्, फलामकै पनि हुन सक्छ। त्यो माथि चाहिँ हामीले चाहिँ बल्ल त्यसमा चाहिँ त्यो च्याउ चाहिँ भरेको चाहिँ बोराहरु, त्यो चाहिँ अब त्यो कट्टाहरु चाहिँ त्यो भित्र राख्ने अनि मजाले त्यसको बाफले चाहिँ हामीले चाहिँ 1 देखि 2 घण्टा, 1 देखि 2 घण्टा भन्दा पनि 1.5 देखि 2 घण्टा चाहिँ हामीले त्यसलाई बफाउनु पर्छ। तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हामीले सानो ड्रममा चाहिँ बफाएका छौं। यसको चाहिँ तल बेसतिर चाहिँ के छ भन्दाखेरि त्यो चाहिँ अब त्यो बफाउनको लागि केही न केही तल चाहिँ एउटा बेस छ, त्यसको माथि बल्ल हामीले कट्टा राखेका छौं। नत्र पानीमा डुबायो भने त्यो उम्लिन्छ, उम्लियो भने त्यसको चाहिँ तत्त्वहरु चाहिँ ह्रास हुन्छ र यसलाई चाहिँ मजाले यसरी चाहिँ छोप्न पर्छ। र यो चाहिँ जब चाहिँ यो यसरी उठ्छ माथि चाहिँ यो चाहिँ फुल्छ मजाले चाहिँ बाफ भित्र भयो भने तब चाहिँ 1.5 देखि 2 घण्टापछि अनि हाम्रो यो तयार हुन्छ। त्यसपछिको अर्को चरण भनेको के हो भन्दाखेरि त्यसलाई अब हामीले त्यो पराललाई चाहिँ हामीले यता राख्छौं। तर के कुरा ख्याल गर्नुपर्छ भने यो हाम्रो जो पाल छ तल त्यसलाई चाहिँ पहिला हामीले त्यसलाई निर्मलीकरण गर्नुपर्छ। त्यो निर्मलीकरण गर्ने चाहिँ हामीले किन हो भन्दाखेरि यहाँ चाहिँ विभिन्न किसिमका चाहिँ रोगका जीवाणुहरू हुन सक्छन्, किराका अण्डाहरू यताउतिहरू हुन सक्छन् हैन। विभिन्न किसिमका जीवाणुहरूलाई मार्ने हो। त्यसको लागि हामीले चाहिँ एउटा विशेष किसिमको चाहिँ हाम्रो चाहिँ एउटा सेनिटाइजर पनि प्रयोग गर्न सकिन्छ हामीले। त्यसको लागि चाहिँ हामीले एउटा रेक्टिफाइड स्पिड भन्ने हुन्छ त्यो पनि प्रयोग गर्न सकिन्छ।
र हामीले यो बफाउनुको चाहिँ उद्देश्य के हो भन्दाखेरि पनि बफाउनुको उद्देश्य पनि त्यहाँभित्र भएका जीवाणुहरू त्यसका चाहिँ अन्डाहरू किराहरूका तिनीहरूलाई चाहिँ मार्नु हो। र हामीले त्यो काम चाहिँ हामीले केमिकलको प्रयोगबाट पनि गर्न सक्छौँ। जस्तै बेबिस्टिनहरू भयो होइन, तिनीहरूको चाहिँ फर्मालिन भयो, त्यसमा चाहिँ हामीले चाहिँ डुबाएर पनि गर्न सक्छौँ यदि चाहिँ हामीलाई चाहिँ बफाएर गर्न छैन भने। तर हामी चाहिँ यहाँ चाहिँ शुद्ध रूपमा चाहिँ अर्ग्यानिक रूपमा चाहिँ भएकोले यो चाहिँ हाम्रो चाहिँ स्वास्थ्यसँग चाहिँ जोडिएको भएले हामीले चाहिँ त्यो केमिकलको चाहिँ प्रयोग नगर्ने भनेर चाहिँ बफाउने चाहिँ काम चाहिँ गरिरहेको हो। अबको प्रक्रिया भनेको हामीले यसमा चाहिँ मजाले हाम्रो चाहिँ रेक्टिफाइड स्पिरिटले भनेको चाहिँ अल्कोहल, त्यो चाहिँ एक किसिमको सेनिटाइजरकै काम गर्ने हो। त्यसले चाहिँ मजाले यसमा चाहिँ कटनले चाहिँ रगडेर त्यसपछि चाहिँ यसलाई चाहिँ जो त्यहाँबाट आउने पराललाई चाहिँ हामीले यता फिजाउने हो। त्यसलाई चाहिँ त्यसको चाहिँ तापक्रम त्यसलाई तात्तातै चाहिँ पोकामा भर्ने होइन, त्यसलाई चाहिँ पहिला अलिक चिसो हुन दिने हो, त्यसपछि चाहिँ बल्ल त्यसलाई भर्ने हो। र अब बाँकी काम भनेको अहिले हामी एकछिनमा तपाईँलाई देखाउँछौँ त्यो तयार भइसकेपछि। दिस इज रेक्टिफाइड स्पिरिट। अब यसले चाहिँ हामीले चाहिँ त्यहाँ निर्मलीकरण गर्न चाहिँ प्रयोग गर्ने हो। यसरी कपासमा डुबाउने, कपासमा चाहिँ यसलाई चाहिँ मजाले लगाउने अनि यसलाई चाहिँ हामीले चाहिँ हातमा पनि लगाउने अलिकति। हातमा मात्र होइन, यहाँ जाने भने खुट्टामा पनि लगाउने यसलाई चाहिँ मजाले। पोख्ने होइन। अब यसलाई चाहिँ हामीले मजाले पुरै पालभरि चाहिँ मजाले यसरी चाहिँ सफा गरिसकेपछि यसलाई मजाले दिनुपर्छ भन्दाखेरि यो पराल चाहिँ तयार भयो कि भएन भनेर थाहा पाउनुको लागि हामीले मुठीमा चाहिँ एउटा चाहिँ टेस्ट गर्छौँ होइन। यदि चाहिँ यो पराललाई हामीले हातमा लिएर टक्क चाहिँ यसलाई मजाले चेप्दाखेरि चाहिँ पानी चाहिँ टक्किन लाग्यो भने, पानी चाहिँ धेरै आउनु लाग्यो भने चाहिँ यो चाहिँ के बुझ्नुपर्छ भने चाहिँ यसमा चाहिँ धेरै पानी छ भन्ने बुझ्ने। तर यदि चाहिँ यसलाई यस्तो चेप्दा पनि यो चाहिँ हाम्रो भिजेन भने चाहिँ यो चाहिँ फेरि अझै यसमा कम चाहिँ स्यान छ भन्ने बुझ्ने। तर हाम्रो के भइरहेको यो यसरी मजाले चेप्दा पानी पनि आइरहेको छैन, यहाँ मजाले भिजी पनि रहेछ भने चाहिँ यो ठिकै छ भन्ने बुझ्ने। अब एकछिनपछि चिसिएपछि बल्ल यसलाई चाहिँ अब हामीले प्याकिङ गर्ने हो। यसलाई यसरी फिजाउने। अब यो चाहिँ हाम्रो च्याउको बिउ हो। यसलाई चाहिँ हामीले कहिले पनि यसलाई चाहिँ सकेसम्म घाममा राख्नु हुँदैन र यो च्याउ भर्ने प्रक्रिया पनि अहिले चाहिँ हाम्रो घाममा भयो। तर सकेसम्म अलिक घाम नभएको ठाउँमा या घाममा चाहिँ धेरै चाहिँ यो चाहिँ राख्नु भएन, घाममा राख्यो भने मर्छ। र यसलाई चाहिँ कहिले पनि विषादीहरूसँग राख्नु हुँदैन, कीटनाशकहरूसँग होइन। अब चाहिँ यो बिउलाई चाहिँ हामीले चाहिँ अब यो पोकामा चाहिँ हाल्नेद्वारा छौँ। अब यसको चाहिँ राम्रो चाहिँ आकारको लागि चाहिँ हामीले यसको तलतिर चाहिँ यहाँ चाहिँ सकेसम्म तल चाहिँ एउटा चाहिँ सानो चाहिँ यसलाई बाँधेर एउटा गाँठो पार्नुपर्छ। झुन्याउने हो भने यदि चाहिँ हामीले चाहिँ त्यहाँ चाहिँ झुन्डाएर राख्ने हो भने, यदि होइन भने रुममा चाहिँ राख्ने भने चाहिँ हामीले यसमा चाहिँ खासै बाँध्दैन। अब यसमा चाहिँ अब हामीले मजाले पराललाई चाहिँ भर्छौँ। र यो पराललाई चाहिँ हामीले कस्दाखेरि चाहिँ हामीले बाहिरबाट चाहिँ अब झन्डै झन्डै यो चाहिँ 4 औँला जति चाहिँ भयो भने अब यसमा चाहिँ हामीले अब बिउ छर्नुपर्ने हुन्छ। यो बिउलाई चाहिँ हामीले बाक्लो नहुने गरी चाहिँ बिस्तारै चाहिँ यसलाई चाहिँ कुनामा बिचमा हालेर चाहिँ यसको खासै अर्थ हुँदैन। हामीले यसलाई चाहिँ कुनामा चाहिँ हाल्ने हो, बिचमा चाहिँ हाल्ने होइन। यसरी चाहिँ कुनामा हाल्ने हो। ए बिचमा हाल्ने होइन, बिचमा हाल्ने होइन। यसरी चाहिँ हामीले देखिने गरेर धेरै बाक्लो पनि होइन, त्यो चाहिँ हाल्ने हो। र फेरि चाहिँ अब यसको माथि 4वटा चाहिँ औँलाको चाहिँ हामीले चाहिँ गर्ने हो। तपाईँहरूले देख्न सक्नुहुन्छ यता यसमा हामीले देख्न सक्नुहुन्छ। हामीले टक्क 4वटा औँलाको चाहिँ फरक हुन्छ। 4वटामा चाहिँ हाम्रो चाहिँ बिउहरू चाहिँ छ। यसरी राख्ने र लास्टमा चाहिँ यसको चाहिँ पुरै आवाज निकाल्ने गरेर यहाँबाट चाहिँ यसरी मजाले आवाज आउँछ हावाको मजाले भित्रको भएको सबै निकाल्ने। यसलाई मजाले टाइट गरेर बल्ल यसलाई चाहिँ बाँधेर राख्ने हो। खतरा भन्दा जस्तो होइन। अब हामीले चाहिँ यहाँ निर्मलीकरण गर्दैछौँ भित्र पनि, यो हामीले पालमा पनि यता। र पछि हामीले अलिकति चुनाको पनि तल लेयर बनाउनेछौँ। अहिले चाहिँ हामीले यो हामीसँग रेक्टिफाइड स्पिडले चाहिँ गर्दैछौँ। सेनिटाइजर प्रारम्भ हो थोडा घोल उसो बिस्तारै
Today we have harvested this mushroom, pleurotus. कन्ने मसरुमको चाहिँ आज हामीले चाहिँ यसको चाहिँ हार्भेस्ट गरिसकेका छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ। ल यो लगभग कम्तीमा नि 4-5 केजी जति होला यो टोटल चाहिँ। अझ हामीले चाहिँ मल्टिपल हार्भेस्टिङ गर्छौँ यसलाई चाहिँ भोलि पर्सि बेला बेलामा। र 300 रुपीस पर केजी चाहिँ अहिले चाहिँ मार्केट प्राइस रहेको छ यसको। थ्यांक यू।